हस्, धन्यवाद। आज दुईवटा कृति यहाँनिर सार्वजनिकीकरण हुँदैछ। एउटा मैले सम्पादन गरेको त्यो टुक्का सङ्ग्रह छ, एउटा मेरो बुवा र आमाले रचना गर्नुभएका कृतिहरूलाई सङ्ग्रह गरेर अनुशीलन नेपालले प्रकाशन गरेको छ र त्यसमा आमाका केही गीतहरू छन्, कविता छन्, अनि एक दुईवटा भजनहरू पनि छन्। त्यस्तै केही अलिअलि सङ्गिनी अनि असारे पूर्वतिरको असारे भाका हामी रसिया भन्ने गर्छौँ। अब त्यसलाई त्यतातिर धान रोप्ने बेलामा प्रस्तुत गर्ने ती पद्य सङ्ग्रहित छन् भने बुवाका केही संस्मरणहरू अथवा त्यसलाई आफ्नो कथा भन्दा पनि हुन्छ होला, अथवा यस्तै कुराहरू चाहिँ सङ्ग्रहित गरेका छन्। म उहाँहरूलाई आसन गर्नको लागि मञ्चमा आमन्त्रण गर्छु। बुवा नन्दलाल अधिकारी यहाँ माथि आइदिनु भनेर अनुरोध गर्छु। मलाई भन्ने यो त्यसैमा राख्नु त्यसै गरी आमा नर्मदा अधिकारीलाई पनि यहाँ मञ्चमा आसन गर्नका लागि आग्रह गर्छु र अब विशिष्ट अतिथिलाई आसन ग्रहणका लागि प्राध्यापक डाक्टर देवी नेपालज्यूलाई म आग्रह गर्छु र उहाँले यो आमा बुवाका पुस्तक क्याम्पेको काखमाको भूमिका पनि लेखिदिनु भएको छ। अहिले एकछिनपछि त्यसको बारेमा समीक्षात्मक टिप्पणी पनि गरिदिनु हुनेछ। त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा र यो टुक्का कोषमा भूमिका लिएर कृतज्ञ बनाउने अर्का विशिष्ट व्यक्तित्व हुनुहुन्छ डाक्टर योगेश्वर निरुलाज्यू। उहाँले पनि पछि टिप्पणी गर्नुहुनेछ। म आसन गर्नका लागि हार्दिक आग्रह गर्छु। मैले यहाँ बच्चन देउजा नेकपा एमाले भक्तपुरका अध्यक्ष उहाँलाई पनि आमन्त्रण गरेको थिएँ। सायद आइपुग्नु भएको छैन होला, आउँछु त भन्नुभएको थियो। आउनुभयो भने पछि आसन ग्रहण गराउनेछु। त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा जनआदर्श क्याम्पसका क्याम्पस प्रमुख दुर्गामोहन श्रेष्ठज्यूलाई पनि म यथास्थानमा आसन ग्रहणका लागि आग्रह गर्छु। यहाँ अगाडि ठाउँ छ, त्यो अगाडि आइदिनु यहाँ छ। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणका लागि वरिष्ठ साहित्यकार उहाँलाई धेरै विशेषणले चिनिन्छ। अब मैले त्यो धेरै विशेषणहरू यहाँ खर्च गरेर हाम्रो चन्द्रप्रसाद देवकर्णज्यू उहाँलाई अगाडि आएर आसन ग्रहणको लागि आग्रह गर्छु। त्यस्तै गरी विशिष्ट अतिथिको रूपमा बुद्धि कुमार घो आदर्श